मोरङको मिक्लाजुङ गाउँपालिका 1 मा अवस्थित रमिते पछिल्लो समय पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। एकैछिनमा घाम, एकैछिनमा पानी अनि केही समयमै हुस्सुले ढाकिने अनौठो मौसमले रमिते झनै रोमाञ्चक बनेको छ। पूर्वपश्चिम राजमार्गको किसानचोकबाट करिब 26 किलोमिटर उत्तरमा पर्ने रमिते प्राकृतिक दृश्य, शान्त वातावरण र मौसमीय विशेषताका कारण चर्चित हुँदैछ। यही रमणीय स्थानमा 4 जना युवाहरूको संयुक्त लगानीमा सुरु गरिएको होटल हेभन अहिले रमिते आउने पर्यटकको रोजाइमा परेको छ। चिसो मौसम, क्याम्पफायर र स्थानीय स्वाद होटल हेभनको विशेषता हो। सञ्चालक वीरबहादुर कटवालका अनुसार होटलमा लोकल कुखुरा, बङ्गुर र खसीको मासुका विभिन्न स्वादिलो परिकारहरू उपलब्ध छन्। सफा, शुद्ध र परम्परागत शैलीमा बनाइने ती परिकार चिसो मौसममा झनै स्वादिलो लाग्ने गर्दछन्। होटलमा पर्यटकका लागि आवास सुविधा, क्याम्पफायर र रमाइलो गराउने विविध सेवाहरू पनि उपलब्ध छन्। पहिले उपयुक्त होटल अभावले केही घण्टा मात्र रमिते घुमेर फर्कन बाध्य भएका पर्यटक अब भने दिनरात रमाउन पाउनेछन्। सञ्चालक गणेश ओडारी भन्छन्, हामी नयाँ छौँ, सुझावको खाँचो छ। यहाँको मौसम, उत्तरतर्फ देखिने हिमाल र दक्षिणतर्फ देखिने तराईका दृश्य पर्यटकलाई लोभ्याउने प्रमुख कारण बनेका छन्। रमितेमा प्रत्येक आइतबार बजार लाग्ने गर्दछ। त्यसको साथसाथै शुक्रबार र शनिबार यहाँ विशेष गरी पर्यटकको चाप उच्च रहने गरेको छ। चिसो मौसम, स्थानीय खानपान र प्राकृतिक दृश्यले रमितेलाई पूर्वी नेपालकै उदाउँदो पर्यटकीय गन्तव्य बनाइरहेको छ। पथरी अपडेट।